यो एक्सिबिसन गर्छु भन्ने सोच चाहिँ मेरो पहिले नै थियो र त्यही कारणले गर्दा विभिन्न वर्षमा मैले फोटोहरू चाहिँ कलेक्सन गरिरहेको थिएँ। अनि पछि यो 2014 सन् 2014 र 15 मा हाम्रो यो एभरेस्ट सम्बन्धी धेरै ट्रेजेडीहरू भयो, जुन 14 मा चाहिँ हाम्रो एभालान्सले गर्दाखेरि हाम्रो 17-18 जना शेर्पाहरू आइसफलमा एभालान्सले गर्दा त्यहाँ एकदम एकैचोटि त्यहाँ निधन भयो। हामीले एक्सपिडिसन गिभ अप गर्नुपर्ने भयो त्यो साल। 15 मा हामी फेरि गएको थियौँ, तर त्यहाँनिर चाहिँ के भयो भने फेरि भुइँचालो आएर फेरि अस्ताव्यस्त बनाइदियो। फेरि त्यसलाई पनि हामीले अब गिभ अप गऱ्यौँ। अनि त्यसपछि एकैचोटि 16 मा पुगेको थियो हामी। अनि 16 मा पुगेपछि जुन मैले 11 र 12 10 तिर 9 तिर चढिरहने बेलाको त्यो यो अहिले मैले एक्सिबिसन गरिरहेको हिलारी स्टेपको फेस चाहिँ मलाई त्यहाँ नै अचानक अलग्गै देख्यो, अलग्गै। अनि अलग्गै देखेपछि मैले यसो सोचेँ कि हैन यो यहाँनिर पहिलेको ढुङ्गा कहाँ हुनुपर्ने के भयो भन्ने खालको कन्सेप्ट भयो। अनि खास गरी मैले एउटा दुईटा मात्रै पिक्चरमा खिच्थ्यो पहिले चाहिँ, एउटा मात्रै। तर त्यो साल चाहिँ मैले अब अलिकति 2-3 वटा चाहिँ उभो क्लाइम्बिङ गर्दै खिच्यो र बाँकी ब्याट्री सेपको लागि राखेर समिट गएपछि खिच्छु भन्ने सोच राखेर अनि त्यतिकै गयो। अनि त्यसपछि फेरि समिट गइसकेपछि फेरि मसँग एक्स्ट्रा ब्याट्री अब जवस थियो, अनि त्यसले गर्दा फेरि अर्को पनि खिच्यो। अनि त्यही कुरा चाहिँ मैले फेरि यहाँ हाम्रो म चाहिँ अहिले सगरमाथा अरोहीसँगमा पनि त्यहाँ कार्यरत छु। अनि त्यही हाम्रो सँगमै मैले कुरा उठाएको थियो हिलारी स्टेपको 16 को चाहिँ यहाँ अलिकति चेन्जिङ देख्यो। हामी यसलाई एकचोटि के गरौँ भनेर कुरा गर्दाखेरि मैले 4-5 वटा फोटोहरू प्रिन्ट गरेँ र एकजना हाम्रो भाइ अलिकति थाहा भएकोलाई यस्तो त्यसको क्याप्सन पनि लेख्नु लगाएर मैले 2-3 वटा सङ्घ संस्थाको त्यो ठाउँमा सूचना बोर्डमा टाँगेको, तर उहाँहरूले कसैले पनि सिरियस लिएन, ताकि मलाई त्यो एक्सिबिसन गर्ने खर्च जुटाउने मलाई सम्भव पनि थिएन। अनि यसपालि पनि धेरै कुराहरू चाहिँ अब मैले एक्सिबिसन चाहिँ गर्ने विचार थियो। अनि यसपालि के भयो भने फेरि हिलारी स्टेपको चर्चा परिचर्चाहरू भइरह्यो। त्यो चाहिँ विदेशी बाहिरको मैले बीबीसीहरूमा अनि युरोपको कुनै माउन्टेनियरिङहरूको क्लबहरूले अनि विभिन्न युरोपियन माउन्टेन गाइडहरूले चाहिँ आफ्नो पर्सनल यो कुराहरू चाहिँ सबै डिफाइन गरिदियो। अनि मैले पनि निकै रिसर्च गरेँ। मसँग फोटो छ, म आफैले 6 दिन जति लाएर यसलाई विभिन्न तरिकाबाट रिसर्च गरेँ। अनि त्यहाँबाट यो फोटो चाहिँ मैले प्रिन्ट गरेँ। प्रिन्ट गरेपछि A4 साइजमा प्रिन्ट गरेँ। अनि सबै प्रिन्ट गरेपछि भुइँमा राखेर मैले त्यसलाई एकचोटि फेरि डिफाइन गर्न खोजेँ। अनि यसपालि चलेको साथीहरूसँग पनि सोधेँ। अनि मेरो कुरा चाहिँ के हो भने यो चाहिँ अब केही न केहीबाट मैले यसलाई चाहिँ अब फ्ल्यास गर्नुपर्छ भन्ने मेरो कन्सेप्टमा भयो र मैले एउटा मेरो फ्यामिलीभित्र फोटो एक्सिबिसनको एउटा कार्यक्रम राखेँ। जुन त्यो फोटो चाहिँ घरमै यस्तै घरको आँगनमा 15-20 जना जम्मा पारेँ। अनि 2000 पहिले भुइँचालोभन्दा पहिले हामी चढ्दाखेरि त्यो स्पोर्ट यस्तो थियो। अहिले भुइँचालो गइसकेपछि अथवा 14 र 15 पछि चाहिँ यसपालि यस्तो आयो भनेर चाहिँ मैले फ्यामिलीहरू हाम्रो चिनेको साथीहरूले भने। अनि त्यही बेला एकजना हाम्रो म बस्ने घरपट्टि साउजीले तपाईँसँग यस्तो राम्रो फोटो छ, तपाईँहरूको एसोसिएसनहरू छैन यसो प्रमोट गर्नुलाई भन्ने कुरो भयो। अनि मैले चाहिँ के सोचेँ भने अब त्यत्रो अब 83 वर्षको बुढाहरूले त्यतिको एजर मान्छेहरूले त्यतिको इन्ट्रेस्ट गर्छ भने त्यो पनि हिमाल नचढ्ने मान्छेले। अनि त्यहाँबाट चाहिँ मैले फेसबुकमा हालिदिनु पर्यो, ताकि मलाई कुनै न कुनै काहीँ न काहीँबाट त केही न केही सूचनाहरू आउँछ भनेर। अनि मैले चट्टै फेसबुकमा हालेँ फ्यामिली एक्सिबिसन भनेर। अनि त्यसकै सिलसिलामा हाम्रो दिपेन्द्र सरले मलाई तत्काल 1 दिनपछि फोन गर्यो, लाग्पछि म तपाईँलाई भेट्नु पर्यो भन्यो। अनि मैले अब हुन्छ सर, म 2-4 दिनमा भेट्न आउँछु, हामी अब भोलि अलिकति फुर्सद छैन भनेको होइन। तपाईँले राम्रो फोटो, तपाईँको राम्रो फोटो छ हाम्रो। अब त्यो फेरि यो बेला चाहिँ तपाईँलाई एक्सिबिसन जे होस् गरौँ चाहिँ भनेको थिएन, हामी 2 कुरा गरौँ भन्यो। अनि तत्काल 1 दिनपछि म फेरि सरकोमा पुगेँ।
सरकोमा पुगेपछि हामीले अब यो फोटोको बारेमा कुरा भयो किनभने मैले 2011 मा सरसँग यो फोटोग्राफी सम्बन्धी वर्कसप 15 दिनको सिक्ने मौका पाएको थियो र मेरो गुरु पनि उही हो त्यसले गर्दा होइन मलाई चाहिँ के कन्फ्युज भने विदेशीले छैन भनिसक्यो हामीले पनि देखेको छ तर हाम्रो नेपालमा सबै कन्फ्युज छ भनेर भनिरहेछ विदेशीले बकैता लेखेको होइन उहाँ आङछिरिङ सरलाई पनि हामी जस्तै माउन्टेनियरहरूको इन्फर्मेसन भएर उहाँले चाहिँ भन्नुभएको होला किनभने उहाँ त त्यहाँ माउन्टेनियरिङमा माथि त गएको छैन होइन चढ्दैन उहाँ यो सेक्टरको माउन्टेनियरिङ सेक्टरको त विज्ञ तर उहाँले पनि हामी जस्तै माउन्टेनियरबाट इन्फर्मेसन कलेक्ट गरेर त्यसकै आधारमा भन्ने हो मलाई लाग्छ यो जुन मैले राखिरहेको एक्सिबिसनले यहाँनिर चाहिँ डिक्लेयर गर्छ भन्ने हो हिलारी एरियै छ स्टेप भन्ने चाहिँ धेरै रिच पनि छ त्यो रिच चाहिँ छैन भन्ने होइन त्यहाँ एकदम एउटा रक बोल्डर छ त्यो रक बोल्डर चाहिँ छैन जुन हामीले 1-2 स्टेप 2-3 पहिलो टेकेर अलिकति हामी एकदम सङ्घर्षका साथ जुन हामी पार गर्नु पर्थ्यो पहिले अब समेत पुग्नुभन्दा अगाडि जुन त्यो चाहिँ अहिले अलिक सजिलो भएको छ त्यो चाहिँ पार गरिरहनु पर्दैन भन्ने मात्रै हो किनभने त्यो एरियामा भइरहेको त्यो रक बोल्डर चाहिँ अहिले चाहिँ त्यही ठाउँमा चाहिँ छैन हुनु अब भूकम्पले हुनसक्छ किनभने अब होइन त्यहाँको चट्टान अब त्यत्तिकै त हाई पोइन्टमा हो त्यहाँतिर अब प्रायः जस्तो रकहरू लुज हुन्छ तर मलाई जहाँसम्म लाग्छ यहाँ अहिले तपाईँले पनि मजाले हेर्न सक्नुहुन्छ तपाईँले हेरिसक्नु भएको पनि छ होइन अझै पनि तपाईँले राम्रो हेर्न सक्नुहुन्छ त्यहाँ विभिन्न थरीको छ नि त अनि त्यो अनुसारले चाहिँ अब किनभने सेक हुने बित्तिकै त्यो खस्नु स्वाभाविक पनि हुनसक्छ किनभने त्यत्रो हाई पोइन्टमा त्यो पनि यस्तो अप्ठ्यारा ठाउँमा बसेको रक स्पेसली सहयोग चाहिँ मलाई यहाँ प्राप्त भएको चाहिँ यो स्कुल अफ क्रिएटिभ कम्युनिकेसन जुन एससिसी मैले यहाँ 2011 मा सिक्ने मौका पाएको थियो त्यसैको आधारमा उहाँले चाहिँ मेरो गुरुले नै मलाई चाहिँ तिमीले केही गर्नु पर्दैन केही मात्रामा थोरै तिम्रो फोटो प्रिन्ट गर्ने पैसा जुटाउनु पर्छ बाँकी सबै म हेल्प गरिदिन्छु होइन यो सबै उहाँले नै म्यानेज गर्नुभएको छ दिनरात मेरो चाहिँ खालि थोरै एकदम थोरै त्यो खालि फोटो प्रिन्टको लागि अलिकति खर्च गरेछु होइन र आर्टिस्टहरूलाई यसरी प्रमोट गर्नुभएकोमा नेपाल टुरिज्म बोर्डलाई धेरै धेरै धन्यवाद भन्दै दुईटा कुरा स्पिड प्लिज आरोहण गर्नु हुने प्रेम बाजुजी हुनुहुन्छ यही हुनुहुन्थ्यो उहाँ पछि आउनुहुन्छ हामी यो दिपक राजुजी हाम्रो टुरिज्म इन्डस्ट्रीका सिनियर लिडर्स हुनुहुन्छ एसोसिएसनका अध्यक्ष चाहिँ र वरिष्ठ र पपुलर फोटोग्राफरहरू हुन्छ खास गरी यो फोटो नेपाल फोटो नेपालको लागि दिपेनजीले पनि भनिसक्नुभयो यहाँहरू सबैलाई थाहा छ यो मासिक प्रोग्राम हो हरेक महिना हुने खास गरी सुरुमा हामीले यसको उद्देश्य चाहिँ फोटो मार्फत प्रमोसन होस् भन्ने थियो तर आजको विशेष किन छ भने फोटो मात्र होइन कि अब विभिन्न न्युजहरूको ओपिनियन पर्सेप्सन क्रिएट हुँदाखेरि पनि फोटोले कस्तो रोल खेल्छ भन्ने कुरामा पनि यो माध्यम हुन सक्ला जस्तो लाग्छ खास गरी आजको कन्टेक्स्टमा हामीले अस्ति हेऱ्यौँ यो एभरेस्टको एउटा न्युजपछि खास गरी बिबिसी र सिएनएनमा आएको न्युज हिलारी स्टेपका सम्बन्धमा कतिले छ भन्नुभयो कतिले छैन भन्नुभयो कतिले थाहा छैन भन्नुभयो कतिले योभित्र छ पछि देखिन्छ भन्नुभयो अब यो सन्दर्भमा हामीसँग एकदमै पपुलर फोटोग्राफर र माउन्टेनियर दुवै विधामा एकदमै प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ लाक्पा दाइ उहाँले चाहिँ 12-15 वर्षदेखि चाहिँ निरन्तर त्यहाँ गइरहनु भएको फोटो खिचिरहनु भएको फोटो कलेक्सन गरिराख्नु भएको आखिर फोटोले के भन्छ त फोटोले के देखाएको छ त्यही नै सबैभन्दा बढी प्रश्न पार्ने एउटा माध्यम हुन सक्ला भन्ने हिसाबले यो आयोजना भएको छ यसमा अब धेरै कुरा नभनौँ फोटो हेर्नुहोस् इन्जोय गर्नुहोस् खास गरी अनि आफैले आकलन गरौँ के छ कस्तो छ भन्ने कुरा र त्यसैले एउटा ओपिनियन बनाउला भन्ने हिसाबले हामीले फोटो मार्फत यसको म्यासेज जाओस् भनेर यो आयोजना गरेका छौँ यहाँहरू सबैलाई धन्यवाद र यसको पोजिटिभ म्यासेज क्यारी गरिदिनु होला थ्याङ्क यू धन्यवाद दिपक दाइलाई हामीले यो चाहिँ एकदम छोटो समयमा हामीले चाहिँ यो आइडियाले क्रिएट गऱ्यौँ कसरी गऱ्यौँ भन्दाखेरि सिएनएन र बिबिसीले सर्वोच्च शिखर सगरमाथाको एउटा संसारको सबैभन्दा डरलाग्दो र जोखिमयुक्त बाटो हिलारी स्टेप चाहिँ छैन त्यहाँबाट छैन भनेर चाहिँ जुन बेला उसले खलबली समाचार प्रसारण गर्यो त्यसमा नेपालीको भोइस चाहिँ नि लुकेको थियो त्यहाँ नेपाली भोइस चाहिँ छैन
बिङ एज अ नेपाली चाहिँ त्यहाँ चाहिँ हामीले नेपालीले किन त्यो स्वर चाहिँ त्यहाँ चाहिँ राख्न सकेनौँ, शेर्पाहरूकै सगरमाथा भनेर चिनेको। त्यसपछि मेरो नजिकको साथी चाहिँ लाक्पा दाई हुनुहुन्थ्यो। लाक्पा दाईले अनअफिसियल चाहिँ 17 पटक एटेम्प गर्नुभएको सगरमाथा। उहाँसँग 11 पटक त अफिसियली प्रमाणपत्र नै छ होइन। पछि आएर नेपाल सरकारले पनि प्रमाणपत्र दिन छोडेपछि चाहिँ उहाँको कतिवटा प्रमाणपत्र रोकेर बसेको छ। सो उहाँसँग कुरा गरेपछि र उहाँले केही तस्बिरहरू फेसबुकमा राखिदिइसकेपछि यो चाहिँ के हो उहाँसँग प्रमाण रहेछ भनेर चाहिँ मैले चाहिँ उहाँलाई मेरो अफिसमा बोलाएर भनेपछि उहाँ मभन्दा पनि बढी हौसिएर लाग्नु। यो 1 हप्ताको भित्रमा हामीले उहाँलाई धेरै योभन्दा पनि धेरै राम्रा फोटोहरू खिचिसकेको छ। सगरमाथा दौरानमा आरोहणको क्रममा विभिन्न कथाहरू समेटेका तस्बिरहरू छ। तर ती तस्बिरहरूलाई हामी सबै अहिलेलाई उहाँकै कम्प्युटरमा र मेराकै कम्प्युटरमा राखेर यो हिलारी स्टेपमा विगत 2006 देखि 2016सम्म पनि 2017 सालमा पनि उहाँले चढ्नु भएको हो। तर विशेष कारणवश उहाँले ती फोटोहरू चाहिँ खिच्न पाउनु भएन। 16 सम्मका तस्बिरहरू यहाँ राखेर त्यो स्टेप चाहिँ छ कि छैन त भनेर चाहिँ हामीले यहाँ देखाउने प्रयास गरेका छौँ। यसै क्रममा यसै सम्बन्धित जीवन अर्पित गरेर यसै सम्बन्धित काम गर्ने हक हितको लागि अधिकार लड्ने नेपाल माउन्टेनिङ एसोसिएसनका अध्यक्षज्यू हुनुहुन्छ हाम्रो आङछिङ दाई, विशेष अनुभवी सिंह हुनुहुन्छ। उहाँलाई म धेरै समय त सानो मन्त्रीमा राखेर अनुरोध गर्छु। आङछिङ शेर्पा। टुरिज्म बोर्डका सिइओ यहाँ उपस्थित हुनुभएका विभिन्न संस्थाका अध्यक्षज्यू, हाम्रा विशेष गरेर रङ्गो जसले चाहिँ यो फोटोहरू निरन्तर रूपमा चाहिँ खिचेर यहाँ सङ्कलन गरेर प्रदर्शन गर्नुभयो, त्यसको लागि म चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूलाई थाहै छ सगरमाथा संसारको शिर हो र संसारको सबभन्दा उच्च ठाउँबाट भोलिको कुरा त्यहाँ भएका दुर्घटनाहरू संसारभरि क्यारी अन गर्छ। यहाँहरूलाई थाहै भएको कुरा हो, केही महिना अगाडि त्यो एउटा ब्रिटिसले चाहिँ यो गार्जियन म्यागजिनमा चाहिँ यो तस्बिर राख्दाखेरि संसारभरि चाहिँ यसको चर्चा परिचर्चा भएको थियो। त्यतिखेर चाहिँ अब कसैले भने यो हिलरी स्टेप चाहिँ त्यो हिउँले पुरेको छ भनेर भने, कसैले भने त्यो हिलरी स्टेपको चाहिँ त्यो रक्सहरू मा विनाशकारी भूकम्पले गर्दाखेरि त्यो रक्सहरू सबै खसेको छ भनेर भन्ने। अब यसको हामीसँग चाहिँ एकदम तथ्य सत्य चाहिँ ऊ थिएन। तर अहिले चाहिँ तपाईँहरूले हेरिरहनु भएको छ, उहाँले चाहिँ धेरै वर्षदेखि चाहिँ खिचिराखेको फोटोहरू हेरिरहनु भएको छ। त्यसैले चाहिँ अब हामीले चाहिँ आङ्कलन गर्नु पर्यो कि त्यो हिलरी स्टेप एज इट इज पहिलाको जस्तै छ कि अथवा त्यहाँको रक्सहरू खसेको हो भन्ने कुरो चाहिँ अब यो तस्बिरले स्पष्ट देखाउँछ। र म यसरी चाहिँ यो हाम्रो नेपालीहरूले पनि एउटा प्रमाणको रूपमा चाहिँ यसरी प्रस्तुत गरेर तपाईँ हामीलाई चाहिँ जानकारी गरिदिनु भएकोमा म हाम्रो लाक्पा रङ्गुज्यूलाई चाहिँ म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस्तै किसिमले चाहिँ अरूबाट पनि यस्तो टाइपको प्रमाणहरू छ भने चाहिँ तपाईँहरूले पनि प्रदर्शन गरेर त्यसलाई चाहिँ हामीले विश्व सामु हामी नेपालीहरू पनि सक्षम छु है, हामीले पनि त्यो चाहिँ तथ्यहरू सत्य तथ्यहरू हामीले पनि उ गर्न सक्छौँ है भन्ने किसिमको चाहिँ उदाहरण दिनुपर्ने नितान्त आवश्यक देख्छु। यति भन्दै म दिपेन्द्रजीलाई चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु, किनभने उहाँले चाहिँ लगभग रङ्गुज्यूलाई चाहिँ निकै हौसला दिएर चाहिँ यो प्रदर्शन गर्न चाहिँ सफल भएको कुरा हाम्रो लक्ष्मणजीले चाहिँ मलाई भनिरहनु भएको थियो। र यति भन्दै सबैलाई म हार्दिक धन्यवाद पनि दिन चाहन्छु र यहाँहरूले चाहिँ अवलोकन गर्नुहोस् र यसबाट चाहिँ यसको फाइन्डिङ चाहिँ तपाईँहरू आफैले पनि निकाल्नुहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। थ्याङ्क यू आङछिङ दाइ। फोटोमा एकदम गहिरो कुरा। म त्यसै गरी तानका अध्यक्ष यो चन्द्र रिजालज्यूलाई तस्बिरबाट टुरिज्म
कसरी प्रमोट गर्न सकिन्छ यसो गर्नु राम्रो हो कि होइन उहाँ पनि ट्रेकिङ एसोसिएसनकै अध्यक्ष हुनुहुन्छ ट्रेकिङमै जीवनलाई अर्पित गरेर अगाडि बढ्नुभएको छ छोटो मन्तव्यको लागि अनुरोध गर्छु चन्द्र रिजाल भावनात्मक कुरा गरिन्छ तर मैले एउटा व्यवसायीको आँखाले यस्तो सुन्दर फोटो एकदम अप्ठ्यारोमा जुन विगतदेखि वर्तमानसम्मको कुरालाई झल्काउनु भएको छ र म व्यवसायीले भन्दाखेरि आखिर अन्तर्राष्ट्रिय बजारमा अझै पनि पदयात्रा व्यवसायलाई चाहिँ उच्च बनाउने काम चाहिँ यसले गरेको छ हामी व्यवसायीले चाहिँ यही फोटो बेचेर अन्तर्राष्ट्रिय बजारबाट पदयात्री पथ प्रदर्शकहरूलाई हामी ल्याउँछौँ र मुलुकको अर्थतन्त्रमा हामीले एउटा टेवा पुर्याउने काम गर्छौँ। यो व्यवसायीको नाताले मैले हेर्दाखेरि उहाँ जस्तो एउटा सक्षम मान्छे जसले अघि आइसिरिङ दाइले पनि भन्नुभयो हामी आफैले अब आँखाले हेरेर मैले केही अगाडि उहाँले भन्दै हिलारी स्टेटको बारेमा केही म्यागजिनहरूले दिएको थियो हिलारी स्टेट चाहिँ समाप्त भयो अथवा भत्किया छ भएको छ भन्ने अनि त्यसलाई पोजिटिभ ढङ्गले पनि होइन भन्ने ढङ्गले नै आएको थियो। अब उहाँले यति मेहनत गरेर जुन कुरा ल्याइदिनु भएको छ र त्यसले अब हामी अन्तर्राष्ट्रिय बजारमा के भएको छ त साँच्चै हिलारी स्टेट बिग्रेको अथवा सगरमाथा होचो हुँदै गएको अथवा अब सगरमाथामा चाहिँ विविध घटनाहरूले गर्दा चाहिँ सगरमाथामा अथवा अन्य हिमालहरू नेगेटिभ जुन कुराहरू आएको छन् त्यो कुरा चाहिँ होइन है भन्ने कुरा चाहिँ हामीले यो हाम्रो आँखाले हेरेर हामी अगाडि बढ्न सक्छौँ र यसले हजारौँ लाखौँको सङ्ख्यामा पदयात्रीलाई नेपालमा ल्याउनका लागि प्रोत्साहित गर्छ र यसले व्यवसायलाई मुलुकको अर्थतन्त्रलाई र हामी त्यसमा पनि 18-20 पदयात्रा व्यवसायीहरूको एउटा छाता संगठनको नाताले म के भन्छु भने यो व्यवसायका बारेमा धेरै कुराहरू चलिरहँदा यस्ता भन्नाले चाहिँ अब यो व्यवसाय अझै उन्नत ढङ्गले अगाडि बढ्छ र व्यवसायीले यसलाई सम्मान गर्नुपर्छ उहाँ जस्ता मान्छेहरूलाई अझ प्रोत्साहित गर्नुपर्छ किनभने व्यवसायी सबै त्यो ठाउँमा पुग्न सक्दैन व्यवसायी काठमाडौँमा अथवा त्यसका केही तलसम्म पुग्ने होला तर यस्तो जोखिममा गएर गर्ने फोटो पत्रकारले हाम्रो स्वाभिमानलाई हाम्रो व्यवसायलाई उच्च बनाएको छ र यसले चाहिँ समग्र मुलुकको पर्यटन व्यवसायलाई राम्रो गतितिर राम्रो बाटोतिर अगाडि लगिरहेको छ। म शुभकामना दिन चाहन्छु र आउँदा पुस्तालाई पनि उहाँहरूबाट सिकेर तपाईँले यस्ता जोखिमका कामहरू मुलुकलाई चिनाउने कामहरू यस्तो काम गर्नुहोस् त व्यवसायीकै नाताले पनि हामी पनि सहयोग गर्न तयार छौँ। अहिले एनटिबिओसीओ साथीले पनि धेरै कुरा भन्नुभएको छ र समग्र पर्यटन क्षेत्रले यस्तो कुरालाई चाहिँ प्रोत्साहित गर्नुपर्छ यस्ता सकारात्मक राम्रा काम जोखिमका काम गरेर मान्छेले पैसा कमाउने आफ्नो जिन्दगीलाई चाहिँ अलिकति बढी जोखिममा राखेर पनि मुलुकलाई चिनाउने व्यवसायलाई चिनाउने काम गर्नुभएको छ यस्तो कुरालाई चाहिँ धेरै सराहना गर्नुपर्छ र आउँदा दिनमा पनि तानले चाहिँ यसलाई चाहिँ सहयोग गर्छ भन्ने कुरामा पनि तपाईँलाई वचनबद्धता दिँदै तपाईँको सफलताको यात्रा र यहाँ उपस्थित रहनुभएका जो योसम्मसँग बढी नजिक हुनुहुन्छ सबैलाई म चाहिँ शुभकामना दिन चाहन्छु। पनि कुरा गर्दाखेरि एउटा तस्बिर हो एउटा हाम्रो सँगै नजिकै काम गर्ने मिलेर नगरेर उहाँ पनि कहिले उहाँ यति सधैँ कुरा गर्नु नेपालका फोटोग्राफी इतिहासमा एउटा माइल स्टोन पुग्छ म दुई शब्द उहाँलाई नमस्कार है सबैलाई यहाँ उपस्थित हुनुभएको यो खास फोटो नेपालको विशेष कोर्टयार्डमा उपस्थित हुनुभएको सबै विशिष्ट महानुभावहरू र शिष्ट साथीहरूलाई मेरो प्रणाम नमस्कार। म सर्वप्रथम त म लाक्पा रङदु शेर्पा दाइलाई सल्युट गर्छु किनभने अहिले संसारमा के फैलिएको छ भने संसारमा नागरिक पत्रकारिता सिटिजन जर्नलिजम भनेर हैन टेक्नोलोजीले त्यस्तो उचाइमा पुर्याइसक्यो जुन जसको कारणले जसले पनि फोटो खिच्ने सेल्फी खिच्ने मैले त अहिले के भन्नु गइरहेको छु भने भर्खर पाएको बच्चाले पनि सेल्फी एउटा खिचौँ भन्न थालिसक्यो अनि पशुपतिको घाटमा पुगेको वृद्ध बाजेहरू या अन्तिम अवस्थामा पुगेकोले पनि सेल्फी एउटा खिचेर गर्न पाए हुन्छ भनेर अनि अनलाइनमा या फेसबुकमा राख्ने चलन भइसक्यो। यो टेक्नोलोजीको एडभान्टेज लिएर सबै हामी नागरिकहरूले जस्तो उहाँले लिनुभएको इन्ट्रेस्ट हामीले अहिले हेर्ने मौका पाइरहेछ र संसारमा बिबिसी र न्युज विकले प्रुभ गर्न नसकेको कुरा उहाँले प्रुभ गरेर हामीलाई सोच्ने बाध्यता बनाइदिनु भएको छ। भन्छन् नि उद्देश्य के लिनु
हिँडी चढी एभरेस्ट छुनु उहाँको भनाइ है। एभरेस्ट छुनु र सुरक्षितका साथ आफू मात्र होइन आफूले टिम लिडर भएर लगेका माउन्टेन क्लाइम्बरहरू विदेशीहरू अतिथि देव भन्छन् उहाँहरूलाई सुरक्षित फर्काउनु भन्छन् होइन। त्यस्तै लाक्पा दाइको जुन प्रयास हाम्रो एससिसीमा आएर कुरा भइसकेपछि एससिसीबाट ट्रेनिङ लिएपछि उहाँले कस्तो प्रोफेसनली फोटो खिच्न सक्ने भइसक्यो होइन। कहिलेकाहीँ हामी पनि सायद इच्छा गरेको भए एभरेस्ट पुग्थ्यो कि जस्तो लाग्थ्यो उहाँहरू जस्तो टिम लिडर भइदिएको भए। सायद 1953 मे 29मा एडमन्ड हिलारी पुग्ने थिएन यदि तेन्जिङ नोर्गे शेर्पाले चाहिँ त्यहाँ नपुर्याएको। तर तेन्जिङ नोर्गे शेर्पाले हाम्रो छिमेकी राष्ट्रमा गएर नागरिकता लिएर बसेर त्यहाँ बस्नुपर्ने कारण किन? सरकारले गर्नु पर्दैन? त्यस्तै सरकारले समाजमा स्पष्ट रूपमा स्वाभिमानका साथ बाँच्नेहरूलाई जहिले पनि पछाडि पारेर यहाँ बढी चाहिने समावेशीको नाममा कुरा बेसी गर्नेहरूले नै अगाडि चाहिने पुगेछन्। त्यस कारणले अब हामी फोटोग्राफरहरू राजनीतिक कुरा नगर्छु भन्दा पनि हामी सामाजिक प्राणी राजनीतिको कुनै न कुनै कुनामा बाँधिएका छौँ। त्यस कारणले कहिलेकाहीँ राजनीतिक कुरा यसो छिरिन्छ। अब यत्रो हाम्रो विशिष्ट दाइहरू हुनुहुन्छ उहाँहरूको अगाडि मैले के भन्नु छ र है। फोटोग्राफीको पोइन्ट अफ भ्यूबाट एउटै कुरा के भन्नु छ भने अघि भने जस्तै फोटोग्राफरले जहिले पनि वाट इज देयर के छ त्यहाँ त्यो स्पष्टसँग खिच्ने हो, प्रस्ट्याउने हो, ब्ल्याक एन्ड व्हाइट होइन। त्यो हामीले अहिले आन्दोलन गर्न सक्छौँ। अर्को उहाँको एउटा भनाइ उजागर गरेर म टुङ्ग्याउन चाहन्छु र विशेष गरेर एससिसीमा फोटोग्राफी सिकाउनु हुने मेरो साथीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँको भनाइ के छ भनेपछि हिजो मात्र सुनेको है, मैले त अब यस्तो उखान टुक्काहरू धेरै पढेँ सुने र भन्न चाहन्छन् पनि यहाँ भनेर फेरि धेरै हँसाउन चाहन्न। उहाँले के भन्नुभयो भने अनि त्यसपछि म पनि उत्साहित भएँ। मिन भाइ मिन दाइ हामी धेरै मेहनत गर्छौँ इमान्दारिताका साथ, पसिना बगाउँछौँ, आँसु चुहाउँछौँ, तर सँगै बसेर हाँसेर खान्छौँ परिवारसँग भनेर उहाँले भन्नुभएको कुरालाई चाहिँ मलाई एकदमै उत्साहित बनाएको छ। हो पनि हो है। मेहनत गरेर जति हामीले पसिना बगाएर मेहनत गर्दाखेरि दुःख जति हुन्छ त्यति त्यसको फल चाहिँ नि मजाले परिवारसँग बसेर खाँदाखेरि कति हाँसेर चाहिँ नि बस्दाखेरि कति आनन्द आउँछ होइन। हो त्यस कारणले स्वाभिमानी बनौँ, इमान्दारिता बनौँ, आफूले जे गर्न सक्छ त्यो केही गरौँ। अनि यो वर्ष घुमफिर वर्ष हो नेपाल टुरिज्म बोर्डको, जहाँ सक्दो त्यहाँ घुमफिर गरौँ। आफूसँग भएको मोबाइल, आफूसँग भएको डिएसएलआर क्यामेरा वाट एभर जे छ आफ्नो दृष्टिले देखेको तस्बिर सृष्टि गरौँ र अपलोड गरेर पर्यटन घुमफिर वर्षलाई प्रमोसन गरौँ। नेपाल टुरिज्म बोर्डले जुन कार्यक्रमहरू यसरी चाहिँ हामी फोटोग्राफर हो जहिले पनि नेगेटिभमा काम गर्छौँ, पोजिटिभ रिजल्ट निकाल्छौँ। त्यो पनि दुईवटा भयो। अनि मलाई फिल गर्छौँ नि त्यो पनि दुईवटा भयो, रातो त्यो। अनि पैसा हेर्छौँ, कोइन हेर्छौँ, यता टाउको यता अर्को, त्यो पनि दुईवटा भयो। सक्दैन यो भयो भने के हुन्छ भने दुईवटा भयो भने के हुन्छ भने एक त भिक्ट्री पनि हुन्छ होइन, दुई भयो भने। त्यस कारणले दुई भन्दै यहाँ यो इन्स्ट्रक्टरका अध्यक्षज्यू हुनुहुन्छ, उहाँलाई पनि डम्बर परालजी यतै कतै हुनुहुन्छ, अपरेटर एक्सपेक्टेसन अपरेसनका, उहाँलाई पनि अगाडि आएर स्वागत गरिदिनु हुन म अनुरोध गर्छु। यसै नयाँ कुराहरू पनि आइरहेको छ। हिमालयन क्लाइम्बिङ एन्ड माउन्टेनिङ स्कुलका अध्यक्षज्यू हुनुहुन्छ पेम्बा ग्याल्छिन शेर्पाजीले, उहाँ स्कुल पनि चलाइरहनु भएको कारणले यो सगरमाथा सम्बन्धी जुन यो कन्ट्रोभर्सी न्युजहरू छ उहाँले त्यसमा फोकस गरेर यहाँ अहिले प्रदर्शित फोटोहरूको बारेमा भनिदिनु हुनेछ भनेर चाहिँ मैले आशा गरेको छु। पेम्बा ग्याल्छिन शेर्पाजी धेरै धेरै धन्यवाद। एनटिपीका सिइओज्यू, एनएमका अध्यक्षज्यू, यताका अध्यक्षज्यू, याचार्यका अध्यक्षज्यू, पत्रकारज्यूहरू, फोटोग्राफरज्यूहरू
र उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यो अब यही सिजनमा अस्ति 2-3 महिना 4 महिना अगाडिबाट चाहिँ अब अन्तर्राष्ट्रिय न्युजमा हाम्रो सगरमाथाको एउटा बाटो चाहिँ चोइटेर गयो भनेर चाहिँ विदेशी पत्रकारहरूले इन्टरनेसनल मिडियामा धेरै प्रचार गरे। त्यो धेरै व्यापकता लियो त्यसले, र हामी नेपालीहरूले चाहिँ अब हामी कम्युनिटी अब नेपाली एज अ नेपालीको तर्फबाट भनौँ अथवा राष्ट्रको तर्फबाट भनौँ, हामीले खासै त्यसको ठोस कुनै चासो र विषय लिएर के चाहिँ भएको हो त भनेर चाहिँ नि भन्न सकेनौँ। हिलारी स्टेप भनेको चाहिँ के हो भन्दाखेरि सगरमाथाको शिखरमा पुग्ने बेलामा लगभग 50-40 मिटर उचाइ तल समिटबाट तल त्यो एउटा चट्टानको भिरालो उकालो ठाउँ हो। त्यहाँ चाहिँ नि चट्टानको अलिक कठिन बाटो छ, त्यही बाटो भएर चाहिँ नि शिखरमा जाने हो। त्यो हिलारी स्टेप टक्क उक्लेपछि त्यसको केही समयको बादमा प्राय मान्छे चुचुरोमा पुगिहाल्छ। अनि त्यो हिलारी स्टेप चाहिँ नि ठुल्ठुलो चट्टानको ढिक्का छ कि त्यहाँ लगभग 15-20 मिटरको उचाइ छ त्यसको, त्यसरी फिताले नाप्ने हो भने। अनि त्यो चाहिँ अलिकति अब सगरमाथा आरोहणमा शिखरमा पुग्ने बेलाको कठिन आरोहण मार्गको कठिन सेक्सन चाहिँ हो। त्यही भएर त्यसको नाम पनि त्यसलाई चाहिँ नि अब अन्तर्राष्ट्रिय आरोहीहरूको कम्युनिटीले चाहिँ एभरेस्ट क्लाइम्बिङको फाइनल अब्स्ट्याकल भन्छ। अन्तिम च्यालेन्जिङ टेक्निकल ठाउँ चाहिँ हो। अनि त्यही भएर त्यो एकदमै अन्तर्राष्ट्रिय उसमा पपुलर पनि छ। हिलारी स्टेप भनेपछि अब संसारको चाहिँ नि लाखौँ आरोहीहरूलाई थाहा नभएको टर्मिनोलोजी चाहिँ होइन, यो सबैलाई थाहा हुन्छ। अनि अब अफकोर्स 1953 पछि अब तेन्जिङ र हिलारीले एभरेस्ट टप लिएपछि त्यो ठाउँको टर्मिनोलोजी पनि हिलारी स्टेप भनेर त्यसरी रहन गएको हुनसक्छ त्यो। तर त्यो भुइँचालोले चोइट्यो अरे होइन। अब पोहोर थाहा पाउनु पर्ने, पोहोर पनि माथि बेस क्याम्पमा अब केही साथीहरू बिच अलिकति कुराकानी चाहिँ भए रहेछ। हिलारी स्टेपको त त्यो ठुल्ठुलो चट्टानको ढिक्का 2टा त रहेन छ नि भन्ने कुरा चाहिँ चल्या रहेछ। तर यसपालिको जस्तो न्युजमा चाहिँ आएन। अब त्यहाँ चाहिँ अब यसपालि चाहिँ एकजना विदेशी पत्रकारले त्यसलाई चाहिँ नि तहल्कै मचाइदियो। अनि आजको यो फोटो प्रदर्शनबाट चाहिँ अब के कुरा छर्लङ्ग भयो भने तपाईँ हामीलाई भूकम्प अगाडिको हिलारी स्टेप र भूकम्प पछाडिको हिलारी स्टेप चाहिँ नि अब क्लियर भयो। अघि चाहिँ पत्रकारज्यू के अरे फोटोग्राफरज्यूले भन्नुभयो जस्तै नक्साले धेरै कुरा बताउँछ र नक्साले जे बताउँछ त त्यो साँचो कुरा बताउँछ, सत्य कुरा बताउँछ। अनि यो दुईटा पिक्चर कम्पेयर गरेर हेर्दाखेरि हिलारी स्टेपको 2टा ठुल्ठुला चट्टानका ढिक्काहरू चाहिँ भुइँचालोले हो या केले हो, विगतको यो 1-2 वर्षको अवधिमा त्यो चाहिँ नि त्यहाँबाट चोइटेर गएको भन्ने कुरो चाहिँ अब तस्बिरले छर्लङ्ग बनायो होइन। अब मैले पनि 8 चोटि त्यही बाटो भएर सगरमाथा चढेको हो। तर म चाहिँ अब सन् 2010 पछि चाहिँ सगरमाथाको शिखरमा गएन। 2010 सम्मको त मसँग पनि पिक्चर छ, मलाई अब रियल कुरा थाहा छ। तर त्यसपछिको त मलाई थाहा छैन, यो भूकम्प आसपासको त देखिया छैन। अनि मैले विगतको मेरो पिक्चरहरू पनि मैले खिचेको पनि हेर्ने, अनि अस्ति र साथीहरूले पनि खिचेको हेर्ने। त्यो के अरे विदेशी पत्रकारले चाहिँ नि पब्लिस गरेको फोटोहरू पनि ट्याली गर्दाखेरि पनि मलाई चाहिँ के लाग्यो भने हो रहेछ 2टा ठुल्ठुला रक बोल्डर्सहरू चाहिँ त्यहाँबाट चोइटेरै गएको रहेछ भन्ने कुरो चाहिँ मलाई त कन्फर्मै विश्वास नै भयो। अनि तपाईँ हामी यहाँ उपस्थित भएका कतिपयलाई चाहिँ कन्फ्युज हुनसक्छ। तर आज के प्रश्न भयो भने यो पिक्चरबाट चाहिँ बिफोर अर्थक्वेक आफ्टर अर्थक्वेक चाहिँ हिलारी स्टेप के हो त भन्ने कुरो छर्लङ्ग भएको छ। अब मेरो विचारमा यसमा चाहिँ नि अब हामीले अलिकति यो यति प्रमाण जुटिसकेपछि चाहिँ अब हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामी नेपालीहरूले अथवा नेपाल गभर्मेन्टले पनि अब हिलारी स्टेप के हो त के भएको भन्ने कुरा एउटा ठोस म्यासेज चाहिँ हामीले पनि दिनुपर्छ कि होइन। व्यक्तिले दिने कुरा आउँदैन। अब राज्यका सम्बन्धित निकायहरू त्यो पनि विशेष गरेर हामी पर्वतारोहण क्षेत्रमा माउन्टेन टुरिज्ममा इन्भल्भ भएका सङ्घ संस्थाहरू, मिडियाकर्मीहरू, कम्युनिटीहरूले चाहिँ राज्यको सम्बन्धित निकायमा चाहिँ यो प्रमाणहरूलाई चाहिँ
त्यहाँ लगेर उहाँहरूलाई सम्झाइ बुझाइ हिलारी स्टेपको बारेमा यो तथ्य कुरा यो छ है, अब हामीले अन्तर्राष्ट्रिय स्तरमा यो किसिमको म्यासेज दिनुपर्छ भनेर हामीले त्यो क्लियरिफाई गर्नु चाहिँ इम्पोर्टेन्ट छ जस्तो चाहिँ मलाई लाग्छ। र लाक्पाजीलाई धेरै धेरै धन्यवाद। नेपाली आरोहीहरूले अध्यक्षज्यू, कामका अध्यक्षज्यू और उपस्थित साथीहरू, मभन्दा पहिले वक्ताहरूले धेरै कुरा भनिसक्नु भएको छ। मलाई एक दुईवटा कुरा मात्रै भन्नु मन लागेको छ। एउटा के भने नेपालमा भूकम्प गएर जुन किसिमको नेगेटिभ मेसेजहरू गए, कति हजार मान्छेहरू हताहत भए, यस्ता किसिमका ऐतिहासिक सम्पदाहरू खतम भए भन्ने एउटा नराम्रो मेसेजले पनि त्यति बेला नेपाललाई थप ठाउँहरूमा थप विश्वका जनताहरूमा नेपाललाई चिनाउने काम गरेको थियो। र त्यसै गरी अहिले जुन कन्ट्रोभर्सी आयो हिलरी स्टेपको, यसले पनि विशेष गरेर माउन्टेनियरिङसँग सम्बन्ध राख्ने, माउन्टेनियरिङसँग सरोकार भएका सङ्घ संस्था, माउन्टेनियर्सहरू र त्यसै गरी विभिन्न देशमा यसले नेपाललाई अझ बढी प्रचार गराउनमा मद्दत गरेको छ भन्ने त्यो पोजिटिभ हिसाबबाट मैले हेरेको छु। र अर्को कुरो के छ भने हिलारीको स्टेपको विषयमा जुन कन्ट्रोभर्सी आएको छ, त्यो कन्ट्रोभर्सी नआइदिएको भए आज हाम्रो लाक्पाजीले जुन साहस गर्नुभयो, त्यो साहस गर्नुपर्ने र यस्तो किसिमबाट हामी सबैलाई जानकारी गराउनु पर्ने आवश्यकता हुँदा पनि हुँदैन थियो। र यसले पर्यटन क्षेत्रमा एउटा नयाँ आयाम थपिएको छ। त्यसको लागि लाक्पाजीलाई मुरी धन्यवाद छ, उहाँलाई मेरो सलाम छ, उहाँको साहसलाई मेरो सलाम छ। र हामी सबै पर्यटन व्यवसायहरूले जतिसुकै जुनसुकै नेगेटिभ अथवा त्यस्ता किसिमका घटनाहरू आए पनि यसले पोजिटिभ मेसेज पठाउँछ। यसले देशको पर्यटन प्रवर्धनमा केही न केही किसिमबाट योगदान गरेको छ भन्ने किसिमबाट सोच्नुपर्ने आवश्यकता हुन जान्छ। त्यसै गरी पर्यटन फोटो पत्रकार अथवा पर्यटन यो जर्नलिस्टहरू किन नहुन्, उहाँहरूले आफूले कलम चलाउँदाखेरि र आफूले फोटो देखाउँदाखेरि यहाँको राइट र एउटा पोजिटिभ मेसेजलाई तपाईँहरूले प्रक्षेपण गरिदिनु भयो भनेदेखि यो उद्योगलाई धेरै तपाईँहरूको गुण लाग्नेछ। तपाईँहरूको एउटा कलम चलाइ र फोटोले गर्दाखेरि यो उद्योगलाई नै ठुलो एउटा गुण लाग्छ र यसलाई फाइदा हुन्छ। त्यस कारण तपाईँहरूलाई मेरो ठुलो आग्रह के छ भने नेगेटिभ मेसेजहरू आउँदाखेरि त्यसलाई काउन्टर दिने र हाम्रो किसिमबाट हामीले आफ्नो किसिमबाट प्रस्तुत गर्ने। र अब हिलरी स्टेप त्यहाँ छ छैन भन्ने एउटा पाटो भयो, तर हामीले मेन र मूल हेर्नुपर्ने कुरा के हो भने हाम्रो सगरमाथा त्यहाँ छ कि छैन। जबसम्म सगरमाथा छ तबसम्म हामीले गर्व गर्नुपर्छ। अब यो प्राकृतिक प्रकोपबाट चट्टानहरू यताउति हुनु स्वाभाविक हो, तर यो कन्ट्रोभर्सीले पनि नेपालको पर्यटनलाई विस्तार गर्नुको लागि, पर्यटनलाई प्रमोसन गर्नुको लागि केही न केही किसिमबाट टेवा दिएको छ भन्ने मैले सोचेको छु। आयोजक समितिले नमस्कार, मेरो मेन बच्चा आचार्यजी, उहाँले चाहिँ यो फोटोग्राफी मलाई सिकाउनु भएको भन्दा भयो आज मैले यो ठाउँमा त्यसरी प्रदर्शन गर्नु पनि पाउने थिएँ। विशेष गरेर मैले हिमाल चढिरहँदा खिच्नुभन्दा पनि जुन मैले उहाँबाट चाहिँ एउटा फोटोग्राफी सिक्ने मौका पायो। अनि त्यसको क्रममा मलाई धेरै ठुलो अपर्च्युनिटी थियो, किनभने म एउटा एक्सपिडिसन गर्ने मान्छे, जसमध्ये मेरो जहिले पनि च्यालेन्जिङ कामहरू मात्रै गर्नुपर्ने भएर त्यहाँनिर मेरो एउटा चान्स थियो जुन तरिकाको पिक्चरलाई क्लिक गर्ने। तर मैले यसरी सोचेको थिइनँ कि आज यो पिक्चर यहाँ यसरी प्रदर्शन हुन्छ भने। मैले त खालि एउटा एक्सपिडिसनमा गएपछि आफ्नो फ्यामिलीलाई देखाउने र कुनै इन्ट्रेस्ट भएको साथीहरूलाई चाहिँ हिलारी स्टेप यस्तो छ, साउथ समिट यस्तो छ, बालकुनी यस्तो छ भनेर एउटा काल्पनिक सोचले खिचेको थिएँ। यो स्पेसली मलाई फोटोपट्टि बढी ध्यान भएको चाहिँ मैले
2006 मा मलाई नेपालबाट पहिलोचोटि सगरमाथा चढ्ने मौका पायो र समेत पनि पुग्यो, जुन मेरो 12 वर्षपछिको एउटा सोचपछि भएको मेरो एउटा एचिभमेन्ट हो। तर त्यो बेला मसँग क्यामेरा थिएन। एकजना हाम्रो नेपाली मेम्बर जो पासाङ शेर्पाजी हुनुहुन्छ, उहाँले क्यामेरा ल्याउनु भएको रहेछ। अनि पासाङ शेर्पाजीले एउटा मुभी र एउटा सासँग फोटो खिच्यो। त्यो चाहिँ मेरो मेमोरीको लागि मैले उहाँलाई मागिराखेको थिएँ। त्यो मेरो पहिलोचोटिको पिक्चर उ त्यहाँ अलिकति ब्ल्याक एन्ड मा उ त्यहाँ छेउमा दिएको छ, त्यो पनि मैले त्यहाँ प्रदर्शन गरेको छु। त्यसको सँगसँगै 8 रात मात्रै थियो। अनि योलाई बाटो खोज्ने के त भनेर मैले आफूले कल्पना गरेँ। अस्ति मात्र मैले हिलारी स्टेपको चाहिँ मेरो फ्यामिलीमा एक्जिबिसन भएको छ भनेर सानो फोटो चाहिँ छापेर चौरमा छाएर मैले फ्यामिलीहरूलाई म बस्ने घरपट्टिहरूलाई चाहिँ देखाएको थिएँ। उहाँहरूले धेरै इन्ट्रेस्ट लिनुभयो। तपाईँको फोटो त अलिक यो नेसनल लेभलतिर यसो अलिकति तपाईँहरूको सङ्घ संस्था छैन यस्तो अगाडि गर्ने मान्छे भन्ने कुरो हो। अनि मैले फेसबुकमा हाल्दाखेरि ठ्याक्कै हाम्रो ग्रुप इन्चार्जले चाहिँ मलाई फोन गरिहाल्यो। अनि उहाँको सहयोग मार्फत चाहिँ आज हामीले यहाँ प्रदर्शन गरेछौँ, जसमध्येमा मैले देखेको चाहिँ यो 2011 मा खिचेको हो। मैले यो 21 तारिक मेको 21 तारिक हो, मलाई टाइम थाहा छ। यसमा मेरो पिक्चरले के देखाएको छ भने यो जुन लाइन छ यो हामीले अहिले क्वेसन गरिरहेको यो लाइन हो, यति मात्रै हो, ठुलो कुरो छैन यहाँ। अनि मैले एट द टाइम 2016 मा 19 मेमा खिचेको पिक्चर हो। मेरो क्यामेराको एङ्गल लगभग एउटै छ, अलिअलि फरक छ। यसलाई हाई एङ्गल लो एङ्गल कसरी बुझ्ने, तर सेम पोइन्ट भएर खिचेको हो यो पिक्चर चाहिँ। अनि यो पिक्चरमा 16 को यो हो, 11 को त्यो हो। त्यसकै आधारमा नै हामीले यो फोटोलाई विभिन्न तरिकाले राखेको छ। के फरक छ अब यसमा चाहिँ? अब के फरक छ भने यहाँको पोइन्ट र यहाँको पोइन्टमा हजुरहरूले के फरक देख्छ? त्यही फरक त्यति हो। मैले फरक त्यति मात्रै हो। तपाईँहरूले भन्नु कि यो 20 को पोइन्ट र यो 20 को पोइन्टमा के फरक छ भनेर यो फोटोले देखाउँछ, त्यति मात्रै हो। ठुलै छ। यसो हेर्दाखेरि हजुर